vlog, it's me as Vishal. So म चाहिँ हिजो गाउँ आइसकेँ है अनि स्टार्टिङमा मैले ड्रोन सर्ट नै राख्छु होला सायद ड्रोन सर्ट पछि मात्रै भ्लग स्टार्ट गर्छु अनि ड्रोन सर्टमा गाउँ देखिसक्नुभयो होला है नयाँ गाउँ अनि छापाको अनि आर्किड अहिलेसम्म म आज सिलडुङ्गा ताबलिङको पनि लिने ट्राई गर्छु किनभने मेरो त्यो पहिलाकै त्यो दिएको प्रोजेक्टहरूकै ड्रोन फाइलहरू रहेछ क्या थुप्रै त्यही भएर अनि खिच्न मिलेन कि ड्रोनबाट धेरै नै अनि मैले त्यतिकै र फुटेज खिचिरहेको छु कार्ड नहालिकन अब म कार्ड पाएँ भने म कार्ड पनि हालेर अर्को नेक्स्ट कार्ड हालेर युज गर्ने कोसिस गर्छु है यस गाउँको माहौलहरू यस्तो छ बाटोहरू यस्तो छ अनि त्यहीँनिर गाउँमा एक्लै एक्लै नै भइन्छ सो दाइहरू कहाँसम्म हेर्छु उनीहरूलाई नि भेट्छु है स्कुलतिर पनि जानु पर्थ्यो जानु त तर फेरि रिजाउ लाग्छ नि त मलाई त्यही नै काफल चाफल खान जाऊँ भने कोही पनि मानेन त्यही भएर म एक्लै घरमा छु यतातिर आएको थिएँ सो अन्त बाहिरले चाहिँ यस्तो कुराहरू युज गरेर बसिरहेको छ त्यही भएर म चाहिँ रिस उठ्यो खोसेर ल्याइदिएँ यो चाहिँ लास्ट टाइम नै युज भयो है केयरलेस भयो किन यस्तो हुँदैछ किन बच्चाहरू बिग्रिँदैछ मलाई के पनि थाहा छैन है म चाहिँ अति नै रिस उठ्यो त्यही भएर मैले चाहिँ यिनीहरू सबै खोसेर ल्याइदिएँ यो के हो कमेन्ट डाउन बिलो म थाहा पनि छैन के हो तिनीहरू मलाई थर्काउँछ सो गाइज अहिले चाहिँ म बसिरहेको छु हेलो भन हेलो हेलो भन हेलो भनी म त फोटो खिच्दै आऊ मम्मी चाहिँ फोटो खिच्दै खिच्दै भन्यो नि तर म फोटो खिच्दिनँ अनि आज हामी घरमा यतिकै बसिरहेको थियौँ सो यहाँको भ्यू देख्न सक्नुहुन्छ यस्तो दामी छ भ्यू चाहिँ बादल यस्तो मजाले लाग्यो खिच्दिनँ म फोटोसोटो महारानी चाहिँ उता बसिरहेको सो हामीले चाहिँ खाजा साजा नै खाइसक्यौँ है अनि यतिकै बसिरहेको छ मैले चाहिँ हिजो चाहिँ मैले भ्लग बनाउन पाइनँ बाहिर गएँ अनि गाउँको ड्रोन सर्ट भन्दा खासै के पनि भएन भ्लग पनि अनि त्यही नै हो मेरो पुरै डार्क सर्कल भयो घर आएर दारी सारी काट्न नि पाएन म त बुढो मान्छे जस्तै भइसकेको छु मम्मीहरू त कस्तो कालो देखेँ अझै तिमी कालो देख्यो नि त नि सो म चाहिँ अहिले हाम्रो एन्जललाई लिएर बाहिरतिर घुम्न जाँदैछु एन्जललाई लिएर एन्जल हाई भन नाम के अरे तिमी कतिमा पढ्छौ हाम्रो एन्जल बेबी चाहिँ 3 मा पढ्छिन् है अनि हामी यहाँ पहिला मकै गर्थ्यौँ प्रतिमा हामी कति धेरै अनि बादल यस्तो छ है त्यहाँनिर चाहिँ ग्राउन्ड छ सो हामी ग्राउन्डमा चाहिँ जाँदैनौँ हामी जाने भनेको चाहिँ चौतारामा हो है त चौतारामै गएर भेट्छु म त्यहाँ गएर मलाई चाहिँ एउटा कस्तो दामी सर्ट लिन मन छ सो त्यो सर्ट पोसिबल भएसम्म चाहिँ लिन्छु नत्र चाहिँ ठिकै छ है त यहाँबाटको भ्यू त्यहाँ रोडहरू यस्तो छ हामी चाहिँ यो चौतारामा आएको थियौँ है यो चौतारा कस्तो चिल छ क्या म कति धेरै आउँथेँ पहिला नि हामी मैले पहिला भिडियोहरू यहीँबाट स्टार्ट गर्थेँ है मैले कति भ्लगमा भनि नै सकेँ खालि आइज भ्लगमा बोलाइज तेरो नाम के हो भन् नाम के हो यो यस्तो लजाइ यो चाहिँ पहिला हाम्रो भ्लगमा के त्यो आमा बनेर खेल्थ्यौँ नि त त्यहीँनिर अहिले यत्रो ठुलो भइसक्यो अनि अब हामी फेरि एउटा भिडियो बनाउने खेल्दिनु सबैलाई बोलाएर एउटा भिडियो सुट गर्ने खेल्दिनुहोस् होइन यहीँतिर खिच्दिनँ यो चौतारा चाहिँ यस्तो दामी चिल छ क्या यहाँबाट चाहिँ देख्दैन क्वालिटी बढाएर हेर्न अनि के को ब्लड देख्छ र चप्पल फुगाल्नु पर्छ एन्जल के चप्पल फुगाल्नु पर्छ सो मैले एन्जलले भनेर मैले पनि चप्पल फुगालेँ सो उता चाहिँ नयाँ मन्दिर बनाएँ है लेट्स सी म देखाउँछु त्यो मन्दिरलाई चाहिँ त्यहाँबाट जुम गर्छु है राम्रो मन्दिर बनिरहेको छ अनि मुनि चाहिँ छेत्री गाउँ छ है
छेत्री गाउँ चाहिँ मुनि हो। सो म चाहिँ अब ड्रोन सट हान्छु अलिअलि। मैले ड्रोन लिएर आएको थिएँ त्यही भएर अलिअलि ड्रोन सट हान्छु अहिले। अनि त्यसपछि भेटौँला है त, म ड्रोन सट हान्छु। When you feel it's hopeless, when you think that you lost, oh, I will take your hand and we'll rise up from the dust. Oh, here we go, 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 let us heal and grow. You won't be alone, we're unstoppable. Don't be afraid to show what we're going for. This is what we know. Here we come back to life, we're still breathing. Standing up, everybody's gonna see it. Oh, all you need to know is that we're holding on. Even if we fall, we will rise up and we follow the path that we believe in. No, we're not gonna stop until we reach it. Oh, all you need to know is that we're holding on. We rise up from the dust and claim our throne. अहिले ड्रोन सट हानेर रिटर्न हुँदैछौँ। एन्जल कस्तो लाग्यो? हामी तीजना आएको थियौँ। यो चाहिँ काम नभइकन आएँ मेरो, त्यो बेला म धेरै देखाउन चाहदिनँ। मैले इग्नोर हानिदिन्छु। यही नै गाउँमा आएपछि यही केटकेटीहरू नै मेरो साथी। ल हो कि होइन त केटकेटी हो कि होइन? यो यसको बोयफ्रेन्डको नाम के अरे? के अरे के अरे? होइन उठे काली चाचोदी कोरे 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 कंट्रोवर्सी हो गया। कंट्रोवर्सी एन्जल यता हेर न, यहीँ गर त, यहीँ गर न, गर न, गर न एन्जल, यहीँ गर न, गर न। कस्तो हो मैले भने नि मान्दैन तिमी, यहीँ गर, यहीँ गर न, केही हुन्न। ल ल यहीँ गरिदियो यता यता एकछिन हेरेर यहीँ गर न। अनि यहाँ नजिकै आउँछु म के। ल अब यहीँ गर त। कसको बुढी रे? पागल हाम्रो भाइ हो। यहीँ गर्दैन त के रे हो है। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। आजको ब्लग चाहिँ यति नै हुन्छ। यिनीहरू चाले गरेन है। सो आजको ब्लग चाहिँ यति नै हुन्छ। केटीहरूको रमाइलोसँगै आजको ब्लग यहीँ गरिदिन चाहन्छु। बाई बाई गाइज, बाई बाई भन्, ओए बाई बाई भन्, बाई बाई भन्। मलाई देखाउँदिन भनेर इग्नोर गर्दैन। बाख्राले नि बाई बाई रे।